विवाहमा ढाँट्नु पनि पर्छ क्या अलिअलि। कुनै कुनै स्थानमा झुट बोल्दा पाप लाग्दैन अरे। भनिन्छ कि विवाहको समयमा या वृद्ध्यर्थे प्राण सङ्कटे, जब प्राण सङ्कटमा आउँछ भनेको जहाँ आफ्नो शरीर चाहिँ जोगाउन सकिन्छ यदि एउटा झुटले भने त्यहाँनिर झुट बोल्दा हुन्छ। र वृद्ध्यर्थे भनेको अलिअलि कमाउनको लागि क्या। अब 5 रुपियाँको मन्जल ल्याएँ मैले, बेच्दा कति भन्दा होइन हजुर मलाई नै 6 रुपियाँ पर्यो, तपाईँ 7 रुपियाँमा लानु। यो ढाँट्न पाइयो। तर मैले 5 मा किने मलाई 15 पर्यो, तपाईँ 25 दिनु भन्न चाहिँ यो चाहिँ फेरि सुहाउँदैन। व्यापारमा पनि झुट बोल्न पाइन्छ। वृत्त्यर्थे भनेको वृत्तिको अर्थमा, पैसाको अर्थमा, तर लिमिटमा। अनि प्राण सङ्कटे भनेको जहाँ प्राण कसैको बच्छ भने, गो ब्राह्मणार्थ हिंसायाम, तपाईँको झुटले एउटा ब्राह्मणको या एउटा गाईको रक्षा हुन्छ भने त्यहाँ झुट बोल्नुहोस्, त्यहाँ पाप लाग्दैन। कुनै छोरीको चेलीको विवाह भएको छैन अरे होइन। र विवाह यदि एउटा झुट बोल्दा हुन्छ भने त्यहाँ पनि झुट बोल्नुपर्छ। भनिन्छ नि कि विवाहमा अलिअलि झुट त चल्छ, तर अलि अलि है त आमा।